हो पावर अन गरिसकेपछि यो फर्मेटमा आइसकेपछि अब हामी के गर्छौँ मेनुमा जान्छौँ मेनुमा गयो हो मेनुमा गइसकेपछि हाम्रो के छ F1 मा टप फिल्ड छ F2 मा डाटा कलेक्ट छ र F3 मा लेआउट छ फर्स्टमा हामी के गर्छौँ F2 डाटा कलेक्ट गर्छौँ F2 हामी यसो क्लिक गर्छौँ F2 क्लिक गरिसकेपछि यहाँ सेलेक्ट अ फाइल नेम भनेको छ हो अहिले हामीले के छौँ FNP भनेको तिम्रो फाइल नेम हो के न अहिलेको फाइल नेम हो के न त्यसभित्र जानको लागि हामी सिधै इन्टर गरिदिन्छौँ यदि नयाँ फाइल बनाउने हो भने कि इनपुट दिएर जानु पर्यो यदि तिमीहरूको नयाँ यो एक्जिस्टिङ फाइल भित्र जाने हो भने कि इन्टर गर्नु पर्यो हो इन्टर यसरी गर्यो हो इन्टर गरिसकेपछि तिमीहरूको फाइल भित्र गएर डाटा कलेक्टको मेनुमा आयो डाटा कलेक्टको मेनुमा आइसकेपछि F1 मा छ अकुपाइड पोइन्ट स्टेसन छ F2 भनेको ब्याक साइड छ F3 भनेको FS अथवा /SS भनेको डिटेल पोइन्टहरु भयो अब फर्स्टमा हामी के गर्छौं हामी यो के गर्छौं फर्स्टमा अकुपाइड स्टेसनको कोअर्डिनेट डिटेल लिन्छौं हो F1 भयो हो अहिले यो F1 दिइसकेपछि हाम्रो PT ह्याश भनेको के छ यो इन्स्ट्रुमेन्ट कहाँ छ अहिले स्टेसन 1 मा छ हो इनपुट क्लियर अल्फा यो स्टेसन 1 क्लियर स्टेसन 1 भयो हो स्टेसन 1 भइसकेपछि अहिलेको लागि यो स्टेसन के हो हाम्रो यो स्टेसन 1 अहिले हाम्रो लागि के हो यो इन्स्ट्रुमेन्ट स्टेसन हो कि ब्याक साइड हो कि डिटेल पोइन्ट हो त्यही भएर इन्स्ट्रुमेन्ट स्टेसन आइएस ठिक भयो हो आइएस ठिक भइसकेपछि अब इन्स्ट्रुमेन्ट हाइट भनेको यहाँको सेन्टरदेखि यो टोटल स्टेसनको सेन्टरको हाइट डिफरेन्स कति छ सपोज अहिले 1.45 छ यहाँ इन्टर 1 point क्लियर 1.45 छ यसरी इनपुट दियो अब इनपुट दिइसकेपछि अघिको डिफल्ट भ्यालु अघि हाम्रो स्टेसन BM1 को हामी ENZ भनेको 2000 3000 4000 एजिम गरेर हो केन यहाँ पनि त्यहीमा राख्ने हो कि सोध्दैछ उसले अहिले यो राख्ने हो त हैन त्यही भएर नो गर्दियौ नो गरिसकेपछि हामीसँग के छ यो F4 मा OC NEZ हाम्रो आफ्नो दिनु पर्यो भन्नाले यो अकुपाइड स्टेसनको NEZ दिनु पर्यो इनपुट दिनुस् यो हामी के अकुपाइड स्टेसन कति छ स्टेसन 1 छ अब यसो के दिनु पर्यो हामी NEZ दिनु पर्यो हो NEZ राख्नुस् NEZ इनपुट E को कति छ E को कति छ देख्नु कति हो स्टेसन 1 यहाँ छ 20 त्यो हैन यो स्टेसन सरी 2014.205 E कति छ 2998.694 RL 399.870 हो यो इन्टर दियो अब इन्टर गरिसकेपछि के गर्नुपर्छ हामीले एकचोटी रेकर्ड गराउनुपर्छ हो यो रेकर्ड भयो त्यसको मिनिङ के छ फेरि रेकर्ड यो अकुपाइड स्टेसनको डाटा इनपुट दिँदा लास्टमा केमा आयो स्केप जस्ट डाटा कलेक्टको मेनुमा आयो कि हैन हामीले स्केप गरेर ल्याएको हो हैन त्यही भएर अकुपाइड स्टेसनको डाटा सबै सफिसिएन्ट भयो हो अब हामी सेकेन्ड स्टेपमा के गर्छौं ब्याक साइड F2 मा जान्छौं अब ब्याक साइड F2 हामी कहाँ गर्छौं हामीसँग दुईटा नन स्टेसन छ BM1 र BM0 छ हो अब जहाँबाट नजिक पर्छ त्यो गर्छौं अहिले के गर्छौं हाम्रो PT ह्याश भने कहाँ गर्छौं हामी BM1 मा गर्छौं हो BM1 भयो ब्याक साइड हामी कहाँ गर्दैछौं BM1 गर्दैछौं BM1 अहिलेको लागि हाम्रो के छ इन्स्ट्रुमेन्ट स्टेसन हो कि ब्याक साइड हो कि डिटेल पोइन्ट हो ब्याक साइड त्यो BSA भयो हो इन्टर भयो अब रिफ्लेक्टर हाइट सपोज अहिलेलाई 130 छ इनपुट क्लियर 1.3 इनपुट दियो हो यसरी गरिसकेपछि अब हामी ब्याक साइडको कोअर्डिनेट थाहा छ कि बेरिङ थाहा छ कोअर्डिनेट थाहा छ हो देयरफोर हामी ब्याक साइड F मा जान्छौं F मा गइसकेपछि हाम्रो ब्याक साइड कहाँ छ BM1 नै छ BM1 छ भनिसकेपछि अब ब्याक साइडको लागि E र N कति हो यदि हामीसँग बेरिङ थाहा छ भने बेरिङ दिए पनि केही फरक पर्दैन हो अहिले हामीसँग कोअर्डिनेटै छ कि छैन छ त्यही भएर हामी E को कति हो E को कति हो ताको ब्याक साइड कहाँ गर्दैछौ ल BM ल 2000 हामीले यो के रे 3000
सर्वे क्याममा गर्दा सबै पापा एकपल्ट भयो पहिला अब यसरी यो ब्याक साइड गरेर इनपुट दिइसकेपछि अब हामी के गर्छौँ त्यसलाई फोकस गर्नु पर्यो हो यसरी म घुमाउँछु पहिला यो हाम्रो के छ फेस लेफ्ट छ कि फेस राइट छ फेस लेफ्टै छ तर अब के गर्छ म त्यहाँ प्रिजम राख सर त्यो कसरी फेस लेफ्ट उयो अहिले यो टपमा लेखेको ट्याग छ नि त्यो अहिले लेफ्टमा छ त्यही भएर फेस लेफ्ट यसरी फोकस गरेँ हो मैले यसरी फोकस गरिसकेपछि अब मैले के गरेँ ब्याक साइडको कोर्डिनेट दिइसकेपछि के गर्नु पऱ्यो एकचोटि मेजर गर्नु पऱ्यो हो मेजर भनेको केमा छ कहाँ छ F3 छ मेजर गर्यो मेजर गरेपछि एनइजेड दियो एनइजेड भइसक्यो उसले पनि अटोमेटिक उसले मेजर गर्यो हो मेजर गरिसकेपछि के छ यहाँ के छ एनइजेड सेम आउनु पऱ्यो 2000 3000 4000 आउनु पऱ्यो तर आएन किन आएन भन्दाखेरि अघि हामीले रिफ्लेक्टर हाइट पनि एज्युम गरेका थियौँ हाइट अफ इन्स्ट्रुमेन्ट पनि एज्युम गरेका थियौँ हो त्यो डिफ्रेन्ट आयो यदि हाइट अफ इन्स्ट्रुमेन्ट अघि हामी जस्तै मेजर गरेर राखेको भए सबै सेम आउँथ्यो सेम आयो भने मिल्यो हाम्रो देयरफोर यस गरिदिउँ हो ओभरराइट अहिले सबै नो गरिदिउँ अब के गर्यो यो पनि हामी स्किप गरेर ल्याएको नगर्ने ओभरराइट भनेको पहिलाको डाटालाई ओभरराइट गरिदिन्छ पहिला हामी 2000 3000 गरेको ठाउँमा चाहिँ अहिले एक्जिस्टिङ आएको छ नि त्यसले ओभरराइट गरिदिने हो त्यसले अहिले नो गरौँ मिल्यो भने ओभरराइट गर्ने के फरक पर्दैन अब यो डाटा कलेक्टको मेनु भित्रै गयो फेरि यो हामीले स्किप गरेर ल्याएको होइन देयरफोर ब्याक साइडको डाटा सबै सफिसियन्ट भयो अब थर्डमा के गर्छौँ F3 मा डिटेल पोइन्ट लिन्छौँ डिटेल पोइन्ट लिँदाखेरि पिटी भनेको यहाँ अटोमेटिक नम्बर बढ्दै जाने हो कि न अघि हामी BM1 मा बस्दाखेरि डिटेल लिँदाखेरि BM1 नै राखेको थियो अब हामी कुन स्टेसनमा छौँ स्टेसन 1 त्यही भएर अगाडि इनपुट दिएर क्लियर गरेर पहिला के गर्छ हामी स्टेसन 1 स्टेसन 1 सिरियल नम्बरको लागि N नम्बर 0001 देखि सुरु गरौँ हो यो इन्टर भयो अब पीको फर्स्ट डिटेल पोइन्ट भनेको कहाँ लिने हामी ब्याक साइड पनि लिने त्यही भएर ब्याक साइड भनेको के हाम्रो क्लियर अहिले हाम्रो के छ अल्फा BM1 नै भयो हो इन्टर अब रिफ्लेक्ट राइकल छ 130 छ र त्यहाँ राख्नुहोस् अघि भर्खर आएको जस्तै आयो होइन जुन हामीले ब्याक साइड गरिसकेपछि मेजर गराएको थियौँ नि मेजर गरेको डाटा आयो कि होइन लगभग त्यो सेम आयो हो देयरफोर यो ब्याक साइड फर्स्ट स्टेजमा मिल्यो यसरी क्रस चेक गर्न सक्छ हामी यो यस ग्रुप डिटेल क्रस चेक जस्तै भयो पहिला ब्याक साइड गर्दाखेरि एकचोटि क्रस चेक भयो फेरि डिटेल गर्दाखेरि पनि एउटा क्रस चेक जस्तै भयो अब फर्स्ट पोइन्ट हामी फर्स्ट डिटेल पोइन्ट भनेर कहाँ ल्याएको थियौँ ब्याक साइडमा हो अब सेकेन्ड स्टेसन कहाँ लिन्छौँ नेक्स्ट स्टेसनमा हो नेक्स्ट स्टेसन अहिले हाम्रो कति छ नेक्स्ट स्टेसन कुन चाहिँ छ ल स्टेसन 2 मा जामिन राख्नु एक्चुअली अब यो घुमाउँछौँ यसरी अलिकति यता बस मनिष ल त्यो अहिले हाम्रो स्टेसन 2 छ हो स्टेसन 2 लाई मैले यसरी फोकस गरेँ यसरी फोकस गरिसकेपछि मैले के गर्नु पर्यो अब यहाँ PT1 र रिड गरिसक्यो हो अलिकति PT2 अब PT2 अब P कोड भनेको के छ अब हाम्रो त्यसको के छ स्टेसन 2 हो के न स्टेसन 2 इन्टर
अल आयो क्या होइन यो भनेको स्टेसन 2 को कोअर्डिनेट हो यो कोअर्डिनेट टिप्नु पर्यो तिमीहरूले ल टिप्नुहोस् एकचोटि स्टेसन 2 स्टेसन 2 टिप्नु पर्यो ल सपोज टिपिसक्यो यो टिपिसकेपछि हामी के गर्छौँ यस गरिदिन्छौँ यो भनेको हाम्रो सेकेन्ड डिटेल पोइन्ट अर्को स्टेसनको कोअर्डिनेट पनि आयो अब यो सिधिसकेपछि यो स्टेसनबाट डिटेल देखिनेहरू सबै डिटेल लिनु पर्यो यहाँबाट डिटेल लिँदाखेरि कसो गर्नु पर्यो जुन पहिला ल्याएको छ त्यो पहिला सिधाउने हो बिल्डिङ कर्नर लिएको छ भने सबै बिल्डिङ कर्नर सिधाउने हो तिमीले चेन्ज गर्ने भनेको जस्ट यो पिकोड भनेको के हो र रिफ्लेक्टर हाइट कति हो त्यो मात्र चेन्ज गर्ने हो यदि तिमीले बिल्डिङ लिएको छ भने बीसी बिल्डिङ कर्नर लिएको छ भने बीसी राखेर सबै बीसी सबै सिधाउने पहिला रोड एज लिएको छ भने सबै रोड एज पहिला सिधाउने हरेक फिचर लिएको छ भने त्यो हरेक फिचर यहाँबाट जति देखिन्छ त्यो सबै सिधाउने ताकि पछि तिमीले यहाँ घरिघरि पिको चेन्ज गरेर राख्नु पर्दैन र रिफ्लेक्टर हाइट पनि चेन्ज गरेर नपरोस् यसरी चाहिँ हाम्रो यो